यस्तो दामी बक्स इन्जिनियरिङको यही हो। अहिले हाम्रो जाने उतातिर पारी जान सक्छ। यो पोर्ट, यसलाई पोर्ट एरिया भन्छ। पारी एउटा पुल देख्नुभयो तपाईँले, यहाँ सानो पुल देख्नुभयो। अरू त्यसको उतापट्टि पुरै समुद्र छ, केही पनि छैन। साथीहरू प्रब्लम त के हो भने चाहिँ यो मोबाइल चाहिँ चार्ज नहुने भयो। अनि पम्चर चाहिँ लगाएर हेर्छु, यति टाढा आएर पम्चर भयो यार। न एक्स्ट्रा ट्युब पनि हालेको छैन, एउटा ट्युब बोकेर हिँड्ने थिएँ, त्यो पनि अझसम्म त्यसलाई ठिक गराएको छैन। अब हेर यसलाई पम्चर लगाएर पम्चर किट्स त यहाँ छ बस यहाँ, तर यसले काम गर्छ कि गर्दैन। यसले यो पनि चाइनिज सामान हो। अहिले हेर्दाखेरि मलाई हाँसी लागेको छ यार। हमेसा यस्तै हुन्छ क्या मसिन यहाँ। र जाम पहिला यसलाई ठिक गर्ने कोसिस गरौँ। ओके, साथीहरू लगाइदियो थिएँ। मलाई यसको सुलेसन सबभन्दा कमजोर लाग्यो। चाइनिज सामान अलवेज टेन्सनै गराउँछ। सुलेसनले गर्दाखेरि त्यो राम्ररी चिप्किरहेको छैन। यो साइडको होइन, यो साइडको जो घेरा छ नि, यो घेरा चिप्किरहेको छैन क्या। आई होप कि अलिकति काम चलाओस् होइन, आई होप अलिकति काम चलाओस्। बरु के त नगर, रुमतिर गएर बनाउनु पर्ला। भिडियो त फेरि बनाउनु पर्ला, तब रुमतिर जान गाह्रो हुन्छ नि। पछाडिको कलेज देखेर सिनेमाको धेरै टाढा पनि थिएन, तर योले काम गर्ला जस्तो लागेन। अनि एउटा ट्युब हालेको, त्योलाई मैले रिपेयरै गरेर हिँड्छु यार। त्यही टेन्सन भएन त यार। बस एक त मोबाइल स्विच अफ भयो, दोस्रो पम्चर भयो। उनीहरूले खाएर माछाको काँडा फाल्ने रहेछ। माछाको काँडा पुरा ठुलो माछा, यस्तो समुद्र साइड हो, माछाको काँडा ठुलो हुन्छ परेछ क्या ट्युब माछा। रिपेयर गरौँ, अब हेर के हुन्छ। काम गरेछ भने जामलाई एकछिन मैले छोडी सुत्न दिएछु, एकछिन सुतेपछि पक्रिन्छ कि हेरौँ, त्यहाँपछि अगाडिको सोचौँ। ओके, त्यो साथीहरू फाइनली साइकल मैले बनाएर रेडी, काम चल्छ हल्का। अब रुममा जानको लागि हो कि उता जाने कि त्यो मैले सोचिरहेको छु। साइकल त बनाएँ, तर यो चाहिँ मलाई ब्याकअप चाहिँ चेन्ज गर्नुपर्ने हुन्छ। यो बहुत ब्याकअप लाग्यो मलाई। सो मलाई सामानमा मान्छे छु, अगाडि जान्छु। अगाडिबाट त्यहाँ जाने ठाउँ फेरि जाम्ला, नाइट रुमतिर जाम्ला है। किनकि आजको प्रोग्राम बिल्कुल फेल भयो। एक त मोबाइल स्विच अफ भयो, ब्याकअप पनि आएन। तर यसको पनि ब्याकअप बन्द भयो भने भोलि मलाई गाह्रो हुन्छ क्या। साइकलको जडपना रेडी गरेँ। सो म पहिला सोध्छु के गर्छु भनेर, त्यहाँपछि डिजाइन गर्छु है। तबसम्म भिडियोमा बनिरहनु। त्यो साथीहरू जाम अगाडि मैले भर्खर यही बनाएँ। अगाडि जाम, अगाडिबाट आएर उता क्लोज गर्ने बाटो छ भने जाम्ला, उता घुमेर आउँला। मैले डिसाइड गरेर जानु आएको छ भनेपछि जहाँ गएर छोड्ने हो होइन। तर मोबाइलको ब्याट्री पनि बचाइ हिँड्नुपर्ने हुन्छ, किनकि पछि यही हो लास्ट चार्जर भनेको। त्यहाँपछि चार्जिङ छैन पछि यहाँ। सो अलिअलि भिडियो बनाउँदै जाम्ला, त्यहाँबाट रुमतिरको ब्याट्री होला। दिउँसै जाम्ला भनेको रात पर्न लगाइसक्यो होइन, 4:30 हुन लगाइसक्यो। फेरि पनि जाम अगाडि, अगर हुन्छ भने घुमेर एकचोटि हेरेर यहाँको भिडियो सिडियो गर्न हामीलाई। ओके, सो लेट्स गो। पारी जान सक्छ। यो पोर्ट, यसलाई पोर्ट एरिया भन्छ। पारी एउटा पुल देख्नुभयो तपाईँले, यहाँ सानो पुल देख्नुभयो।
अरू त्यसको उतापट्टि पुरै समुद्र छ, केही पनि छैन। तपाईँको मुन टावर जानको लागि यतिर जाने हाम्रो होइन होइन। मजाको ठाउँ छ, अझसम्म लाइटिङ साइटिङ के भएन, अझै उज्यालो नै छ, तर यो ठाउँ बवाल छ यहाँ। और मेरो पछाडि चाहिँ देख्नु उल्टो पुल्टो टावर बक्स टावर छ। फिलहाल म आएको छु यहाँ। अरू यो ठाउँ कस्तो लाग्यो कमेन्ट्स गर्नु होला साथीहरू। र जाम मेन फोकसतिर हाम्रो मुन टावरतिर जानु क्या। त साथीहरू फाइनली हाम्रो आइयो मिन्स टावरतिर। समुद्र देख्न सक्नुहुन्छ तपाईँले। यो बक्स मलाई मन परेको, यो यस्तो दामी बक्स छ। इन्जिनियरिङको यही अब अहिले हाम्रो जाने उतातिर त्यो लाइनतिर जान्ला, त्यहाँबाट घुमेर रुमतिर जान्ला। फिलहाल यो समुद्र देख्ने यस्तो मजाको समुद्र छ यहाँ। अगाडिबाट उता पुरै खाली छ, यही समुद्र क्या, दामी छ। अनि अगाडिको ट्विन्स टावर अस्ति नैको भिडियो मैले बनाएको थिएँ उहाँको, तपाईँको त्यो ट्विन्स टावरको उतातिरको मैले भिडियो पुरै बनाएको थिएँ। त्यताबाट थियो रोड जानको लागि। सो फाइनली म आएको छु आज यहाँ। सो अगाडि जान्छु म त्यहाँबाट, त अगाडिबाट निक्लेर घुमेर त्यो रोड पक्रिउँ ल। त्यो रोडबाट हाम्रो जान्ला रुमतिर। फिलहाल त हाम्रो छौँ यहाँ। भिडियो कस्तो लाग्यो कमेन्ट्स गर्दै गर्नु। साथीहरू यस्तो ठाउँमा आउने मजा एउटा मान्छेको मेन्टालिटी हुन्छ नि, त्यो सिचुएसनलाई नै अलग गरिदिन्छ क्या। यहाँ आएर यस्तो मजा आउँछ कि जो फिल हुन्छ नि तपाईँको, त्यो फिल नै अलग एउटा हुन्छ नि। मान्छेको मेन्टालिटी टर्चर हुन्छ नि, मान्छेले काम प्रेसर त्यसलाई बहुत हलुङ्गो गराइदिन्छ कि। सब एकदम शान्त छ होइन, मजाको ठाउँ छ। समुद्र धेरै हल्ला चिल्ला यहाँ छैन। सो मान्छेहरू पनि आउँछन् आफ्नो आफ्नो ठाउँमा। सो बिल्डिङ एपार्टमेन्टहरू पनि छ यहाँ, तर फेरि पनि एकदम शान्त वातावरण क्या। यहाँ आउने मजै नै अलग छ। त्यस्तै म यहाँ धेरै जस्तो आइरहेको छु। और अहिले त झन् रुम मेरो सामने नै छ। सो डेफिनेटली यो ठाउँमा आउने प्रोग्राम मेरो आज चलिरहेको छ। लगभग धेरै जस्तो चल्छ जस्तो छ अब होइन। अरू पनि ठाउँ छ, अहिले हेर्दै राम्रो भिडियो गर्दै गरौँला। लेकिन यो ठाउँ मलाई मजा लाग्यो क्या, लभली छ, लभली सिचुएसन यही हो क्या। और मेन भनेको हाम्रो मुन टावर अगाडि छ, हाम्रो जामलाई यो रोडबाट त्यहाँ गएर भिडियो बनाउनु। ओके, सो हेर्दै गर्नु होला। अब मैले निकाल्छु मेरो व्हाइट चस्मा। अब ब्ल्याक चस्मा हाल्छु यहाँ, किनकि अँध्यारो भइसक्यो। अब यसलाई हाल्छु मैले ब्यागभित्र। अँध्यारो भइसक्यो। अब यसलाई राखेर त्यहाँबाट यो लगाएर अब हिँड्ने हाम्रो आफ्नो फाइनल डेस्टिनेसन अगाडि। त्यहाँ पछि अब जाम्ला रुमतिर। ओके ल जाम अगाडि अब लास्ट फाइनल। माथि उठाउनु पऱ्यो कि साइकल जस्तो छ, माथि उठाउनु बाटो जाम अगाडिबाट उठाउनु छ, अगाडिबाट उठाउनु त्यही बाटो क्या। शान्त छ वातावरण, मजाको ठाउँ। यहाँबाट घुम्दै हामी निक्लेर एकदम टाउनतिर।
एन्डिङमा आइसक्यो सो एन्डिङ जोन आइसक्यो हाम्रो यहाँ फुल समुद्र मात्रै छ केही छैन अब यहाँ जाम अगाडि टावर जो भनेको थिएँ मैले त्यो अगाडिको देख्नुभयो होला त्यसलाई भनिन्छ हाम्रो टावर फाइनल डेस्टिनेसन यहाँबाट हामी रुमतिर जाने कार्यक्रम छ फाइनल रुमतिर जाने कार्यक्रम एकछिन रेस्ट देन साथीहरू यही हो टावर मेरो अगाडि देख्नुभयो तपाईँले सो फाइनली यहीँसम्म आउने मेरो प्रोग्राम थियो सो आइयो यहाँ अब यहाँबाट अगाडि जान्न भयो यहाँबाट घुमेर उताबाट रुमतिर निक्लिन्छु सो फाइनली मैले यही मुन टावरतिर आउने भन्ने मेरो प्रोग्राम थियो सो आएँ यही हो मुन टावर यहाँको मजा आयो बहुत हावा चलिरहेको छ आज यहाँ देख्नु सक्छ हावा चलेछ अब समुद्र छ यहाँ लहरै हानिरहेछ समुद्रले यो ठाउँमा आउनु मजाकै अलग छ क्या बिल्कुल अलग मजा छ यो ठाउँमा आउने अघि म बाई मिस्टेकली त्यो ठाउँमा पुगेको थिएँ क्या बारी त्यहाँ गर्ने ठाउँ छैन सो आज राम्रो भयो त्यो पुलिसवालाले मलाई यताबाट जा भने यहाँ माथि देख्न सक्नुहुन्छ ठिक्क तपाईँलाई देखेर दुईटामा फ्लाइट उडिरहेको छ दामी छ यो ठाउँमा धेरै जस्तो म राति आउँथेँ आउँछु भनेको पनि ढिलो भयो अझै छिटो आउँछु भनेको मैले यो ठाउँमा तर अलमोस्ट 5 वर्ष लाग्यो अँधेरो हुनु लाग्यो अहिले छिटै नै रात पर्छ म छिटै नै आउँछु भने चाहिँ लगभग 1-2 बजेतिर आउँछु भने चाहिँ तर यहाँ आउँदा आउँदा ढिलो भयो 5 बजे यो समुद्र यस्तो निलो छ पानी यहाँको मजाको ठाउँ रिल्याक्स भयो रिल्याक्स भयो अब पछि मुन टावर पानी समुद्र साथीहरू कस्तो लाग्यो भिडियो कमेन्ट्स गर्नु होला तपाईँहरूको लागि यति मिहिनेत गरेको बिहान त एकपल्ट राइड गरेर आएको छु यहाँ ओडोमिटरले कमसेकम मैले 50-60 किलोमिटर चलायो होला साइकल आज ओडोमिटरले देखाइरहेको छ जम्मा 10-12 किलोमिटर ब्याड यार चाइनिज कम्पनी सो एनिवे समुद्र कस्तो लाग्यो यस्तो हावा चलेछ नि समुद्रको पानी पनि लहर गर्छ सो दिस इज द फाइनल माई डेस्टिनेसन सो गाइस कमेन्ट गर्नु होला सब तपाईँहरूको लागि सो ठिक छ यहाँको झर्नाले सुरु गरिदिइसक्यो फेरि अब पछाडि मेरो त्यो साइडमा झर्नाले सुरु गरेँ अब त्यो लाइट पनि सुरु हुन्छ साथसाथ यहाँ पनि छ अब लाइट पनि सुरु गर्नु मजा आयो सो गाइस कस्तो लाग्यो भिडियो कमेन्ट गर्नु होला फेरि राम्रो भिडियो आउँदै गर्छ भिडियोलाई साथ सपोर्ट दिनु होला साथीलाई सेयर गर्नु होला फेरि भेटौँ नेक्स्ट भिडियोमा तबसम्मको लागि स्टे गुड स्टे हेल्दी